चाहिँ च्याउ हो है हाम्रो जङ्गलमा पहिलेदेखि चाहिँ हामीले हेर्न जान्थ्यो अहिले। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू सन्चै आराममा हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि म चाहिँ अहिले चाहिँ टक्क लाएर नुहाएर पनि गर्मी चाहिँ एकदमै छ यहाँनिर। म चाहिँ गर्मी भएर एकदमै गर्मी भएको भएर म चाहिँ नुहाइसकेँ अनि नुहाएर फ्रेस पनि भइसकेँ। अब हामी चाहिँ दौडुवा जान लागेको छौँ, दिदी म अनि मेरो माया अनि भान्जा पनि होला सायद। अनि हामी जाँदैछौँ बाआमालाई भेट्नको लागि। अनि हामी चाहिँ वहीँनिर आज बसेर बाआमालाई रमाइलो एकदम हामी भेटेर रमाइलो गर्नेछौँ, त्यही हो। अनि अहिले हजुरहरूलाई देखाउँछौँ हामी वहाँ गएर एकदमै रमाइलो भएर जान लागेको छौँ। साथीहरू हजुरहरूलाई यसको नाम थाहा छ भने भन्नुहोस् है। यो चाहिँ हाम्रो मम्मीले बनाउनु भएको, मलाई चाहिँ एकदमै मनपर्छ है। मेरो मम्मीलाई पनि मनपर्छ यो अनि मलाई नि एकदम मनपर्छ। मम्मी एकचोटि खाइदिनु त, एकचोटि खानु है, खानु कस्तो छ? मिठो छ। मलाई नि एकदमै मनपर्छ है। यो चाहिँ एकदम तितो हुन्छ है साथीहरू। यो करेला भन्दा पनि तितो हुन्छ, खान जानेन भने चाहिँ एकदमै तितो हुन्छ। तर यो औषधि पनि एकदमै औषधि हुन्छ। मलाई चाहिँ एकदमै मनपर्छ है, सानैदेखि मैले खाइरहेको। हजुरहरूलाई यसको नाम थाहा छ भने भन्नु होला, कमेन्टमा लेखिदिनु होला। तितो छैन, तर बनाउने तरिका छुट्टै हुन्छ है। एकदमै तितो हुन्छ है साथीहरू। यो बनाउन जानेन भने चाहिँ औषधि, एकदमै औषधि हुन्छ। हाम्रो गाउँ जङ्गलमा पाइन्छ यो। हजुरहरूलाई यसको नाम थाहा छ भने भन्नु होला। एकदमै अर्ग्यानिक, एकदमै औषधि, पेटलाई एकदमै राम्रो गर्छ। यसको पानी खायो भने राम्रो गर्छ, एकदमै राम्रो छ यो। खाएर नि भ्याउनु लाग्नु भइसक्यो। म फेरि एउटा खान्छु, नाइपुग्यो अहिले। एकदम मिठो छ साथीहरू। यहाँ दिदीले चाहिँ पसल बन्द गरिसक्यो। अब यहाँनिर हामी जाँदैछौँ। अब रात पनि परिसक्यो। दिदीहरू यहाँ छ। अहिले हामी चाहिँ फाइनल चौकी पुग्यो। अब एकछिनमा चाहिँ त्यहाँ आमा घर पुग्छौँ। साथीहरू के छ? निकिता यहाँ छ। अब हामी खाना खान लागेको छ। आमा यहाँ हुनुहुन्छ, बाजे कता हुनुहुन्छ? कोको उता जा। यो चाहिँ साथीहरू हाम्रो यहाँ मामा घरको कोको है। यहाँ आइज ल, यहाँ आइज। यो चाहिँ हाम्रो कोको है। कोको यो चाहिँ कोको है, मेरो कोको। अच्छा हामी यही सुतिने हो आज। आमालाई खानु त ल। यस्तो मिठो हुन्छ है फेरि आमाले बनाएको चिज चाहिँ। साथीहरू अहिले चाहिँ हामी चाहिँ यहाँनिर जङ्गल जाँदैछौँ। हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो मामा घर हो है। यो चाहिँ बिहानमा हो, साथ छ है। आइस खाले आइस। हामी पहिला यता कति रमाइलो गर्थ्यौँ।
त्यसले अहिले बाघ मारिदिन्छ बाघ बोलिन्छ धेरै नाटक गर्ने अहिले ल हेर्नुहोस् हामी योभन्दा नि उकालो चढाइले परेको जन्मियो यस्तो त्यही पनि यस्तो लहर समाति समाति यस्तो तलक दिइदियो यो चाहिँ हाम्रो मामा घर हो भिडियो बनाइदिनु न हामी यहाँ आउँथ्यौँ अहिले चाहिँ यो एकदमै उस भयो फाइनली हाम्रो मामा घरको माथि आइसक्यौँ हामी 4 जना हामीले चाहिँ यहाँनिर सल्लेछेउ भेटेको छ हाम्रो दिदीले आउँछ नि पाउँछ होला त्यतातिर जानु लागेको छौँ छैन होला त्यता त फाइनली साथीहरू हामी घर पनि आइसक्यौँ अनि यहाँनिर चाहिँ ढेँडो रहेछ मम्मीले बनाउनु भएको अनि यो चाहिँ लोकल माछासँग ट्याक्क चोपेर यसरी मिठो रहेछ सो आजको लागि यति नै अर्को भिडियोको साथमा हजुरहरूसँग फेरि भेट्नेछु हस्त धन्यवाद जय नेपाल